सावनी सावनी चिया मारौँ न चिया त मिठो बनाउनु भएको छ साउनी न यो उमेरमा मलाई कसले पछ्याउँछ हेरेर मेरो टाउको बाल पनि गरिसक्यो मलाई यो गाउँमा को चाहिँ पछ्याउला यो गाउँमा कोही पनि छैन तर बिहा गऱ्यो भने त सरसफाइ हुन्थ्यो बेलैमा सुन त पाइन्थ्यो साँझ बिहान जुठो भाडा मार्नु पर्दैन अब छोराबाट नहुने भयो म आफै बिहा गर्न पर्यो अब अस्ति चिया खाँदाखेरि मैसो जोडी एउटा मिलिहाल्छ दिदी अब त्यसो कुरा चलाउनु पर्यो मान्दै रजम बन्छ नमाने केही अब बरालेर हिँडेकी छे कहाँ गा हो के गरे हो एउटा केटा राम्रो खोजेर जान सक्दिनस् बरु गए गरे त हुन्थ्यो नि म किन जाने हो र बरु तिमी आफै जाऊ न म त यही घर सम्हालेर बस्ने हो जान नखोज्यो त कहाँ हो र पाइए पो जानु गतिलो केटा पाइने होइन न छोरीलाई पाइन्छ न आमालाई पाइन्छ कस्तो कर्म होला हामी आमा छोरीको यसरी बस्नु पर्या छ कालमा अब बेहुनी भो त त राम्रै छस् होइन यो गाउँको केटाले त हेरेन पल्लो गाउँको डाँडा पारीको गाउँको केटाले नि हेरेन किन नहेर्नु भने होला यहाँ मैले म झन् यति राम्री भएर हिँडेको छु तल माथि डिलतिर सबै ठाउँमा हेर्दै हिँड्छु कुनैले हेरेर मर्दैन डाँडा पारहरूले म के गरौँ त तिमीलाई हेरेर होला नि बुढी बाउ मलाई त हेरेका छन् भाइ त्यही भएर चस्मा लाएर हिँडेर त्यही भएर होला ऊ पाइट साइड लाएर बसेको बुढी बाउ मेरै लुगा लाग्यो कि क्या तिमीले तेरै मात्रै हुन्छ त के थाहा बुढेर सुन न भन्नु न अस्ति भर्खर त्यो पल्लो गाउँको सिलिनाले किनिदिएको भाइ यो टी सर्ट ओहो त्यो साइलाले किनिदिएको त नि यो प्यान्ट टी सर्ट उसरी किनेर चस्मा नि लाउनु पर्छ राम्ररी देख्छ भनेर सब पनि लाउनु थाली मान्छ ओहो हाम्रो आमा भनेपछि सिद्धि छौ के सिद्धिनु हो साइलाले हेरेछ भने त्यो को गतिलो मान्छे हो र फेरि हेर्न नि कताले हेरे हेर्न मेरो आमा सुन्न छोरी हजुर त्यो साइलो हो र भने अर्को दुईटा छन् कि मैले त त्यसलाई दोष मात्रै लगाइदिएको त्यो हो र दुईटा पो का मेरो त एउटा पनि छैन कसरी दुई तिनटा बनायो आमा
कसरी हुनु नि तपाईँ होटलमा मुन्टी भन्दा मुन्टिन्न म त होटलमै बसेर हेर 2-3 त मात्रै होइन हजारौँ आउँछ त्यहाँ त पैसावाला गाडीवाला गाडी लिएर आउँछन् कहिले चिया खान्छन् कहिले बियर खान्छन् कहिले रक्सी खान्छन् रे कस्ता कस्ता मान्छेहरू आउँछन् हो त्यहीबाट यसो बोल्दा बोल्दै पर्ने हो कि मेरो बुद्धि नै हुनु पर्यो मेरो आमा म पनि होटलमा जान्छु त्यो रक्सी खान आउने चिया खान आउने यिनीहरू कोही न कोही त पट्टै पनि पटेर नि होइन आमा पटिहाल्छ नि तेरो त झन् थुतुमा राम्रै कसरी हुनु नि होटलमा खाना आउँछन् मान्छेहरू यसो आज बोल्दा भोलि बोल्दा पर्सि बोल्दा त्यो पट्टिन के भेर केटा मान्छेको जात न हो घरमा स्वास्नी छोरछोरी भएर पनि यसो आँखा लगाइहाल्छ नि मेरो बुद्धि कहाँ गएको थियो होला एमा अहिलेसम्म मलाई त पत्तै पाएन कि ए आमा त्यहाँ गएर बस्दाखेरि होइन अलिअलि एउटा न एउटा कोही न कोही त पक्कै पनि पटिन्छ होला होइन पटिहाल्छ नि तेरो त झन् छुट्टुमा राम्रै ल ल आमा ल ल तिमी बस ल म गइहाल्छु ल ल ल जा जा यसले केही गर्ने भयो यो सबै थोक पाउँछ के खानुहुन्छ भन्नु ए भइहाल्छ के पाउँछ नि हजुर के को रक्सी हो साह्रै कराएछ नि यो स्याउको रक्सी हो स्याउको त्यो अस्ति चियाको होटलको साउनीको बिहा भयो होला कि नभएको होला मान्छे त राम्रै हो जोर गर केटा जोर गर बेलैमा घर जाउँ गरे कोही कोही मान्छेसँग बोल्नु मन छैन मलाई कुराउनेको पनि सिना हुन्छ नि कोही कोही मान्छे झन् बुढेसकालमा घर जाउँ गएर बसौला भनेको रिस्ता नाकको टुप्पैमा यत्रो बेर कुराएर अनि म चाहिँ ऊ त्यहाँ अर्काको रमिता हेरेर बस्छु खोइ कहाँ ओह आँखै अलि देखेन कि उनीहरू प्रष्टै भएन कि अब बुढेसकालमा के को आँखा देख्दै सन्केर हेरेन देखा जस्तो लाग्छ त्यो केटालाई त मैले नि त्यो केटी चिना जस्तो लाग्छ क्या छोड्दै भयो रमाइलो गर्दा उनीहरूले हामी जस्तै त होला नि बुढेसकालको लाभ होला नि उनीहरूको नि कहाँ बुढेसकाल हुनु उनीहरू त भर्खरकै छन् नि हेर्नु न राम्रोसँग आँखा तन्काएर भर्खरकै जस्तो लाग्छ छोड्दै त्यो कुरो छोड्दै हाम्रै कुरा गरौँ अब उनीहरू गफ गर्छन् रमाइलो गर्छन् गफ गर्छन् हामी हाम्रै कुरा गरेर बसौँ बोलाएर 2 घन्टा कुराउँछ के कुरा गर्नु र खै तिमीले पनि बुझ्नु पर्यो नि त बुढेसकालको यस्तै त हो नि मलाई त कस्तो तनाव भएको छ के छोरी कहाँ जान्छे के गर्छे घरमा एकछिन बस्दिनन् तिम्रो र मेरो व्यथा एउटै रहेछ के छोरालाई बिहा गर तिमी आफै गर न म गर्दिनँ बिहा भन्छ कति सम्झाउनु मैले पनि हाम्रो व्यथा एउटै रहेछ त्यही भएर तिमी गर भन्छ त्यही भएर तिमीसित यस्तो माया प्रेम गर्न पर्छ घरजाम गरौँ भनेर लाग्यो कि मैले नि त्यही त भने छोराछोरीलाई बिहा गरिदिउँ भनेको मरे मान्ने होइन छोरा आफै बिहा गरेर आनन्दले बस्दिउँ भनेर ठिक छ के ठिक छ तिमी टेन्सन नगर न
आनन्दको जिन्दगी बिताउँला यो जस्तो भएको मिठो मसिनो खाम्ला बसौँला तिमी टेन्सन नगर क्या धेरै टेन्सन छोरीको नलियो दुप्लाएर यस्तो भइसक्यो म दुब्ला हो कि तिमी दुब्लाको हो साँच्ची कोही कोहीले मलाई बिहा गरेर धोका त दिनु नि तिमी कस्तो अनि जाडो पनि आशा गर्छौ तिमीलाई धोका दिन्छु त साह्रो जान्नु धोका दिँदैन गाईको मुख खानु त हिँड बोल्छु त म तिमीलाई जाम हिँड बरु घरतिरै गएर बसौँ उठ उठा उठा ए खुट्टा दुख्छ कि त उठ्ने अघि चाहिँ यसो उठाउन गाह्रो छ कसरी भात पकाउँछौ कसरी भाँडा माझ्छौ मै बुढो छु कता होला नि पछि पनि दुःख त पाइहाल्छौ नि अब यस्तोलाई बिहा गरेपछि सुख पाइन्छ होला त म त आनन्दले पोलिटिक कसेर बस्ने हो गफ खाने हो बस्छ होला आउला बिस्तारै ल ल बिस्तारै फेर्छ कि खुट्टा बुढेसकालले बुढेसकालले छ मलाई पनि पैसा अब किनी नै मन पर्यो किन के भन्छ आउ त देखेर के भन्नु हिँड्न सक्छु लाज जानु के पर्यो तिमी अब हिँड नि त्यस्तो हिँड होइन लाज भन्ने कुरै भयो नि अब माया बसेपछि के को लाज भन्नु पर्यो बिस्तारै उठ जहाँ बसे पनि खानु पर्ने सघाउनु पर्ने के होइन यस्तै हो नि मैले बनाउने बुढोले बनाउने यस्तै त हो नि पैसा दिनु परेन ए म त भुसिक्यो अब के गर्ने अब याद बुढेसकालमा लप परेको पैसा उनी आएन ताउटी पैसा नि त कति हो 50 रुपियाँ पैसा तिर्नलाई बिट्टु निकालेर देखाउनु पर्छ अगर न अनि तिमीलाई कसरी पाल्ने मेरो पिटो जग्गामा त्यता बिस्तारै नाटक नहुन हो कान्छे दाइ तपाईँ सधैँ किन यस्तो विरक्तको धुन मात्रै बजाएर बस्नुहुन्छ के गरौँ अन्तरे माइला भाइ घर गएर बोलाउँ भने बोल्ने कोही साह्रो छैन एक्लो मान्छे तपाईँले भनेको कुरा नि ठिक हो उमेर ढल्न लागिसक्यो यो उमेरमा कसले पटाउँछ त्यही त नि अन्तरे माइलो भाइ यो उमेर भइसक्यो त्यही पनि तपाईँको फानामा कोही छन् भने एउटा कुरा चलाइदेऊ न कान्छ दाइ तपाईँ जस्तो एक्लो मेरो बहिनी पनि बसिरहेछ त्यो ज्वाइँ भनौँ त मलेसिया गएको 20 वर्ष भइसक्यो मरेको बाँच्यो अत्तो पत्तै छैन त्यही त अन्तरे महिना भाइ त्यस्तो छ भने चाहिँ एउटा कुरा चलाइदेऊ न त अघिबाट हो के भन्छ बा मानिको अझै कि त कुरा त म चलाउँला तर पक्क नसम्झिनु नि ठिक छ कुरा चलाइहाल्नु भयो भने भयो भएन भने भएन के बिग्रिन्छ र के साँच्चै अन्तरे महिना भाइ हजुरको बहिनीको बच्चा बच्ची के कति छन् एउटा भान्जी छ उसको पनि घरबार लिएर बसेछ हजुरको भान्जीको बच्चा छन् कि छैनन् के बच्चा हुनु नि भान्जीको बिहा गरेको 3 महिनामा ज्वाइँ भान्जा भनौँ त नौलाउनु गएको त्यही बेपत्ता भयो के हेर्नु न अन्तरे महिना भाइ कुरो किन ढाँट्नु यसो चिया खाना होटलतिर छिर्या एकजना होटले बहिनीलाई एकदम नजर परेछ आँखा मारेछु त्यता पनि म ट्राई गर्दैछु हजुरको बहिनीलाई नि कुरा गर्नु न है अब कान्छे दाइ तपाईँ यतिलाई ट्राई गर्दै गर्नु म बहिनी घर गएपछि बहिनीसँग कुरा गर्छु म बहिनीले के भन्छ म तपाईँलाई भनौँला हुन्छ अन्तरे महिना भाइ हुन्छ ठिक छ
ओइ चाहना माग्यो ढामा माग्यो कहाँ लानु हो ल हेर मेरो घर तिम्रो बस आऊ अब तिम्रो त्यस्तो टरमा बस्छु त म ल हेर ठप्प बसेर जान थाच्च लगाएर अब यहीँ बस्ने डोल्नु मेरो नभए कसको त ल हेर राम्रोसँग हेर मेरो भन्दा घर ठुलो पनि छ बगैँचा छ गार्डन छ तिम्रो भाग्य ठुलो रहेछ तिमी हेलाको गर्ने हो कि यहाँ ल्याएर राखेर ठुलो गर्ने हो? हेला गर्ने यो बस न पहिला ओके, बसी। के गर्नुपर्छ भन्ने कुरा म सबै बताइदिन्छु गर्दै पछि हामी हेला गरेर सुन्तन कति तिमीले पनि त्यसै गर्ने हो कि गर्दिनँ के धर्म हिजोलाई गर्दिनँ तर तिमीले गर्नु पर्ने काम चाहिँ ल भन त्यहाँ नउठ्ने यो आनान बढाएर पुरा गर्ने पानी भर्ने त्यही नजिकै छ धारा है मलाई चिया बनाएर टक्क ओछ्यानमा ल्याउने त्यसपछि म उच्किसकेपछि यहाँ घुँडा दुखिया छ थाहा छैन साह्रो भिन्दै यहाँ घुँडा दुखिया छ तिन कपाएर ल्याउने घाममा ड्याक्क राखेर मजाले के खस्दिने यहाँ घुँडा लेख्छौ होइन तिम्रो सक्छ घरदै भनेको घरदै कहाँ यही हो नि तिमीलाई घर जोइ भन्छ त भनेको माया हो नि माया होइन काकी बच्चा आफै घर सानै छाप्रो पनि त्यहीँ बस्नु हुँदैन जानु पर्दैन क्या त्यो छाप्रोमा बस्नलाई त्यो छोरालाई छोड्दै हुन्छ बुहारी ल्याउँछन् बस्छन् के गर्ने त्यो केही न केहीको छ लटाङ्गो छ बोल्न जान्दैन केटी को ल्याउला कस्तो ल्याउला हेर्न त तिमीलाई मैले पर्छ लास्टमा आफ्नै रगत हो राम्रोसित बस्नु पर्यो छोरीलाई पठाइदिउँ भोलि गएर एउटा सन्तान होला सन्तान त चाहियो बुढेसकालको सारा चाहियो तिमीलाई मलाई पछि कसले हेर्छ त एउटा सन्तान चाहियो छोरा पनि छोरी पनि चाहिन्छ चाहिने आफूपट्टिको सन्तान चाहिने भए मलाई तिमी चाहिएन यो उमेरमा आएर तिमीलाई सन्तान चाहियो तिम्रो सन्तान नभएको हो त्यो सन्तानले तिमीलाई के गर्यो ल भन त लास्टमा को चाहिन्छ थाहा छ बुढाको बुढी बुढीको बुढा चाहिन्छ यो सन्तान चाहिने कुरो नगर हेर बुढो अर्को सन्तान जन्माउने अर्को छोराछोरी पाउने कुरो नगर छोरी ए छोरी तल आ त तेरो आमाले प्रगति गरेछ प्रगति गरेर थप्पड हाल्न दिँदा उठ्दै गाँगा हो उठाइदिनु बसाइदिनु पर्छ पर्यो त यति गर्नलाई त यहाँ चाहियो गरिदिनै पर्यो नि तिमीले घरमा बस्नु छ तिमीले खानु छ एउटा कुरा सोधौँ सोध न सोध किन भने तपाईँको बिहे भएको चाहिँ छैन बिहे त भएको तर टिकेन अनि तिम्रो नि मेरो पनि बिहे त भएको तर टिकेन त्यही भएर तपाईँसँग हेर न कालु मलाई बिहे गर्नु कति हतार भइसक्यो जति तिमीलाई हतार भएको छ नि त्यति नै मलाई नि हतार भएको छ हेर न कालु बाउले घरमा बिहे गर भनेर के खाइसक्यो तिम्रो घरमा बाउले बिहे गर भनेर गिटी खाइसक्यो मेरो घरमा आमाले बिहे गर भनेर दिमाग खराब बनाइसक्यो हेर न कालु बाउले बिहे गर भनेर मानेन आफै बिहे गर्नु पर्यो मेरो पनि त्यही हालत त हो नि आमालाई बिहे गर पहिलो जाऊ भने मान्दिनन् अब आफै पहिला जानु पर्ने आजै गर्छौ तिमी मेरो बुढी तिम्रो म बुढो साँच्चै लाने हो त साँच्चै लाने हो साँच्ची नि साँच्ची हो ए त्यसो भए नि एकछिन पख ल म यहाँ सुटीलाई फोन गर्न पर्यो होइन पहिला जान सक्दिनँ भनेर किचकिच गर्थेँ अब चाहिँ म पहिला गएँ भनेर फोन गर्न परेन त होइन के कालो बाटोमा बसेर किन फोन गरेर घरमै जाउँ न हो घरमै गएर गरौँ ल ल ल चल कस्तो लाग्यो मेरो त हर्दै वर्ष त आइयो खै त तिमीले आमा होला त आमा त्यहाँमा होइन
2-3टा लाइनमा छ भन्थिन् मैला गइन् कि क्या हो केर कालु सासुआमा पहिलो जान्छु भन्थे रे फेरि म नाच लाग्यो पर्ने कि लिपमा गरौँ है अस्ने पार्छ आमा ए आमा होइन हो साँच्चै नै पहिलो गइन् कि क्या हो आमा किनको लागि के भन्छे तिमीले मलाई बिहे गर्न सकिन भने होइन यहाँ मैले बिहे गरेर ल्याएको छु नि र हो त नि को ल्याए खैले देखा पुरा हाल्छ सासुआमा हो गरी ज्वाइँ सापो कहिले मात्रै बिहा गरे र मैले पनि ल्याएँ नि ए उसो भए पाउ क्या हो त बुढा ए बुढा के भयो यहाँ आऊ त ए ससुले पाउनु नमस्कार त किन भनेको अन्त ढल्नु भने के खुसी गरेर आउनु झर्क्यो ए बुढो अब न तिमीलाई त एक बित्तिकै ज्वाइँ त फुट्लुकै ढले त के भयो ए बुढो के हो मेरो सौतिनी बाउके ढुकै ढल्यो के हो के भयो होइन के भएको ज्वाइँलाई हेर्न नसकेर भोसे मुन्टो लाउँछ त बा ए मैले कुरा बुझेँ छोरीले ज्वाइँ ल्याए मेरो भाग खोज्न आई भनेर यस्तो भएको होला होइन त हेर न ज्वाइँलाई हेर त्यो होइन कि तिमीले कुरो बुझ्दैनौ ए बाउ यहाँ त हेर न भने ओ बुढो दमलाई हेर न भने अहिले त मलाई पनि हेर्न सक्दैन ए छोरी होइन यो ज्वाइँ को होला भन त ए आमा के हो के तिम्रो बुढोले मेरो बुढोलाई हेर्न नसक्ने मेरो बुढोले तिम्रो बुढोलाई हेर्न नसक्ने के दुश्मनी छ यिनीहरूको पुरै बुझ्न सक्दिनँ मैले ठिक भनिस् ओइ बुढो कुरा के हो यो कुराको पत्ता लगाएर छोड्नुपर्छ तैँले ज्वाइँलाई सोध म यो बुढालाई सोध्छु भन कुरा के हो के छ सम्बन्ध भन त अचम्म छ त होइन बोला न बोला खास कुरो के हो मेरो बाउ मेरो छोरो होइन के भन्छ छोरो रे के रे बाउ रे छोरी हजुर के भएको के भएको छोरी अब चाहिँ भयो ए हामी आमा छोरी भगाएर तिमीहरू बाउ छोराले लगेर हाम्रो सम्पत्ति खाउला भन्ने प्लान गरेको तिमीहरूले त्यही त भने आमा मलाई त अरू तपाईँ केही पनि थाहा छैन मेरो छोरा छोरी मन पराउँछ भनेर हो मेरो यस्तो कन्याको तर तिम्रो यस्तो ठाउँ तिम्रो छोरीको विश्वास गरेर आउँछ भने मलाई के थाहा थियो तिमी बस्ने डरिसक्यो कि फेरि मलाई केही थाहा थियो त्यो बारेमा मैले त तिमीलाई पनि माया गरेको मेरो बाउले तिम्रो आमालाई माया गर्छ भने मलाई के थाहा बाउले कहिले केही पनि भनेन मलाई आमा अब गर्ने के अनि साइनु के तिम्रो र मेरो के गर्ने गर्ने तैँले पनि म बिहा गर्छु आमा मेरो केटो छ भनिनस् मैले पनि बिहा गर्छु भनेर तँलाई सुनाएन ए आमा मैले तिमीलाई अब आमा भन्ने कि सासु आमा भन्ने आमा भन्नुपर्छ नि यसलाई भनी ससुरा यस्तो गर के अब रिसाएर गराएर झगडा गर्ने भएन तिमी छोरीलाई छोरी नै भन छोरीलाई म छोरै भन्छु तिमी ज्वाइँ मान्यौ म छोरै भन्छु भइहाल्यो नि त अब जति रिसानी के गर्ने अब अनि मैले चाहिँ के भन्ने मलाई के सोधेको उल्टा सोध न अब तिमीले बाउ भन्ने मलाई सासु भन्ने बुझौ नबुझ्यो भने अझै बुझ त्यसो गरेर के भयो अब जति लफडा गऱ्यो जति झगडा गऱ्यो केही फाइदा छैन औ न अब यो समाजले के भन्छन् कसरी मुख देखाउने होला के भन्नु नि समाजले अब आमा चाहिँ बाउ चाहिँ गयो छोरी चाहिँ छोरा चाहिँ गयो भन्छ छोराको भए त हुन्थ्यो नि आफ्नै घरमा ल्याएर मुन्किनुपर्छ तँलाई त्यही प्रहरमा मुन्किन सक्दैन तिमी पनि आफ्नै घरमा ल्याएर मुन्किनु पर्छ त त्यही उसमा के थाहा
बस्ने एउटा कोठा दिउँ न त भयो छोड्देऊ के एउटा कोठा दिउँ भने हामीलाई चाहिन्छ आधी घर ए ला तँलाई आधी घर अहिले बाउको सम्पत्ति भएपछि हामी पाउँदैन ल धेरै नगर बुवा तिमी तिमीलाई एउटा कोठा दिन्छु त्यहाँ बस्छ दुईजना एउटा कोठा दिएर पुग्छ हामीलाई हामीलाई के चाहियो मलाई के चाहियो आधी घर के चाहियो के को भयो भने मलाई के चाहियो आधी चाहियो बोल्दैन के को आधी पहिले लैजा तिमीले लैजाऊ न यो मेरो बाउको सम्पत्ति हो मेरो बुढा हो मेरो बाउको सम्पत्ति हो के को बाबु जा पहिले जानी जादो पहिला जाने पहिला जाने। पहिला गइछौ त के जात भनेको नि तिम्रो आँखा दिएर पहिला थाहा थियो होला नि त के आएको थियो नि पानी भयो एउटा कोठा बस नभए जा छोड्देऊ मेरो हकले चाहिन्छ के थाप्रो ठुलो कुरो नगर जाऊ मलाई थाहा ल्याउने आमा तपाईँले आमाले भने मैले छोरा बिहा गरेर अब ठुलो कुरा पड्काएर बनाउँछु हामी त बुढी छोरा हामी त कसले के त पछि तोरी भैयालाई बिहा गर म बिहा गर्दिन तल कहाँ होला भनेर तल कहाँ आउँदै मेरो बाउसँग पहिले आएर राजी के भयो मामा के हुनु नि मेरो आमा भरौनी एकै बाउसँग पहिला गयो नि पहिला खाएको मात्रै गाउँले घरमै ल्यायो एउटा कोठा दिन्छु भनेर मामा हो यो चपल्ले को हुनु नि मामा तपाईँकै भान्जे ज्वाइँ हो नि भान्जा जोइ रे खाना दिएको त बिहा गर्यो अनि कसरी थाहा गर्नु र मामा हिजो मात्रै बिहा गरेको आज तपाईँले थाहा पाउनु भयो त अनि तिम्रो आमा खै त आमा कहाँ हुनु भन्नु उही यसकै बाउसँग उहाँ बिहा गरेर माथि गएर बसेछिन् कोठा एउटा मात्रै दिन्छु भन्छन् यत्रो घरमा उनी मात्रै बस्छु भन्छन् यसको बाउसँग बिहा गर्यो रे ए भगवान के भन्ने होला छोरीले छोरासँग बाउले आमासँग बिहा गर्छ यो बलियो हो जे पनि हुन सक्छ नरो भन्छ नरो म तिमीलाई आधी घर दिएर दिन्छु दिलाउनु परेन त नआउनु भइहाल्यो म त्यो बहिनी ओ बहिनी ए बहिनी यहाँ त नमस्कार नमस्कार ल बस यहाँ ज्वाइँ साहब ल ज्वाइँ साहब नमस्कार जे बोल्नु भइहाल्यो आमाले बाउसँग बिहा गरेछ छोरीले छोरासँग बिहा गरेछ अब तिमीले मिलेर बस यो घर आधा आधा मिलेर बस के को आधा नि यो त मेरो बुढाको सम्पत्ति हो म त यसलाई दिन्न यो यसकै पहिलो घरमा गएर बस्थे के को दिन्न मेरो यो त बाउको सम्पत्ति हो बाउको सम्पत्तिको त छोरा नभएपछि आधी हक लाग्छ बुढाको घर हो त खुर्कन गया किन जानी म यो त मेरो बाउको सम्पत्ति हो तिमी जाऊ न तिम्रो बुढासँग पहिला लागि होइन हौ जाऊ न गुरुकलर के छाप्राम बस्न यो मेरो बुढाको घर हो बुढा मरिसकेपछि बुढीको हुन्छ बुझिस बुढीको हुन्छ छोरीको चाहिँ हुँदैन छोरी पहिला गएर छोरीको हुन्छ मेरो बुढीको